बनाइदिनु पर्यो क्या यार। खाइदिऊ नखा नखा भने नखा खान्छन् कति सिपल होइन कि मलाई थाहा छ सिधै हान्ने क्या सिधै सिधै किन हान्ने मजाले हान्ने नि यो गया गयो त्यो गइन् त्यो फेरि मेरो ओए कहाँसम्म न पिठो बजायो हेर्नुसम्म न देखा दे हेरिदिनु म त बानी तिमीहरू ढाँटेर अनि फेरि तिमीहरू रुपियाँ होइन तिमीहरू ढाँटेर मलाई काम पनि गरे हो क्या खाए साथ पनि आउँछ सय माग्नु परेन त्यही हान्ने 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 त अनि त्यो पिठै नै त अनि कुन जान्छ अहिले कहाँ पिठो हाल्न पाइन्छ एउटा फिक्सै गयो त्यो पिठो हाल्दैन अनि त्यति त हुनु पर्यो हुनु पर्यो त्यो त गइन्छ
नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ। हामी यतिखेर बलजुरीमा छौँ र बलजुरीको देउता खाग्लोको देउता निकाल्नको लागि धेरैजना आउनुभएको छ। हामी रातभरि यसरी नै बस्यौँ जहाँ आगोको ठुलो आगो जोडेर एकदम ठुल्ठुलो ध्वनि आगोको जुन चाहिँ रापसँगै नै हामीले रात कटायौँ र यतिखेरको बसाइमा हामी पर बस्नु भएको छ। उहाँले चाहिँ अहिले एकछिनपछि देउता निकाल्ने प्रोसेसमै छौँ। हामीले हिजोदेखि किन देउता आएर भनेर हाम्रो शुभचिन्तकहरू रातभरि नसुतेर यतिखेरको बसाइमा कसैले यो यतातिर भान्सा पनि जोडिरहनु भएको छ भने हिजो एउटा भेडा चाहिँ काट्यो रातिमै। चिसोको टाइममा अब टुडेहरूले यसो मनाउनु पऱ्यो भन्ने कुरा भयो। देउताले पनि अब ट्याक्क आँटेको केही हुँदैन काट्नुपर्छ भन्ने कुरा भएर अब हामीले काट्यौँ र खायौँ। अझै पनि हाम्रो चाहिँ 2टा एक्स्ट्रा भेडा छ। अब देउता चाहिँ कडा नै आउँछ कि रातमा अब हामीले अझै 2टा भेडा एक्स्ट्रा रहेको छ। हेर्नुहोस् त जाने हुने भए त 3 वर्षसम्म लाग्यो। 3 वर्षसम्म त शरीर भइरहनु एकै दिनको कामले काम बिगार्छ भन्ने थाहै हो। एकै रात 1 मिनेट हो रात दिन कुरा